स्वागत गर्न चाहन्छु। स्वीकार्नुहोस्, हार्दिक स्वागत छ। शिक्षकको रूपमा नियुक्ति दिनुभएको थियो भने 2060 साल मङ्सिर 1 गतेकै दिन उहाँले शिक्षक सेवा आयोगबाट परीक्षा उत्तीर्ण गरी मुस्ताङ जिल्लामा नियुक्ति दिन यस विद्यालयमा राजीनामा दिई जानुभयो र 2066 साल मङ्सिर 1 गते नै संयोगले उहाँलाई हामीले मुस्ताङ जिल्लाबाट हाम्रो यस विद्यालयमै फेरि सरुवा गरेर हाजिर गराएका थियौँ भने 60 वर्ष पुरा भएर अनिवार्य रूपमा अवकाश प्राप्त गर्नुभएको थियो उहाँले 2081 साल माघ 23 गते। यस 21 वर्ष 2 महिना 22 दिनको उहाँको लामो बसाइलाई बिट मार्दै औपचारिक रूपमा आज उहाँ हामीहरू सबैको माझबाट औपचारिक रूपमा बिदा भएर गए पनि उहाँ हाम्रो मनमुटुमा सदा सर्वदा बसिरहनु हुनेछ। मैले उहाँका कार्यक्रम सञ्चालकज्यू, आजको यस कार्यक्रमका सभाध्यक्षज्यू, प्रमुख अतिथि अर्जुन चौपाडी गाउँपालिका वडा नम्बर 2 का वडाध्यक्ष श्री धनबहादुर गुरुङज्यू, विशिष्ट अतिथिज्यू, यसै विद्यालयका प्रधानाध्यापकज्यू, उपस्थित अभिभावकज्यूहरू, शिक्षक शिक्षिकाज्यूहरू एवं मेरा सम्पूर्ण विद्यार्थी साथीहरू, आजको यस विदाई कार्यक्रममा म कक्षा 9 मा अध्ययनरत छात्रा नमिका गुरुङ कविता लिएर उपस्थित भएकी छु। हामी फर्कदैछौँ ती दिनहरूमा, आज हामी फर्कदैछौँ ती दिनहरूमा जहाँ भेटिन्थ्यो स्नेह हजुरको मनमा, जहाँ भेटिन्थ्यो स्नेह हजुरको मनमा। पाठ सिकाउन मात्र होइन बाटो देखाउनु भयो, पाठ सिकाउन मात्र होइन बाटो देखाउनु भयो, गल्ती गर्दा पनि हँसाएर सच्याउनु भयो, गल्ती गर्दा पनि हँसाएर सच्याउनु भयो। सपना बोकेर हिँड्न सिकाउनु भयो, सपना बोकेर हिँड्न सिकाउनु भयो, जीवनको मूल्य हामीलाई बुझाउनु भयो। आफ्नो नृत्य प्रस्तुतिको लागि नमिका र प्रकृति गुरुङलाई अनुरोध गर्दै गीतको बोल यो लिरिक्स सँग रहेछ। Dance, please, come on.
धन्यवाद। आजका अतिथि एवं शिक्षक अभिभावक सङ्घका अध्यक्ष आदरणीय पुष्प जीवन कुमार गुरुङले भनिन्छ गुरु ब्रह्मा गुरु विष्णु गुरुदेव महेश्वर गुरु साक्षात भेटघाट कार्यक्रमका अध्यक्ष ज्यू अरुण जोपारी गाउँपालिका वार्ड नम्बर 2 का वडाध्यक्ष एवं आजका प्रमुख अतिथि लालबहादुर गुरुङज्यू, निवर्तमान वडाध्यक्ष क्याप्टेन श्री लालबहादुर गुरुङज्यू, शिक्षक अभिभावक सङ्घका अध्यक्ष श्री जीवन कुमार गुरुङज्यू, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री खड्गबहादुर गुरुङज्यू, मञ्चासीन विशिष्ट अतिथिज्यूहरू एवं अतिथिज्यूहरू, दिग्दर्शन विभाग र लामोडाका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, आमा समूह लामोडाका अध्यक्ष एवं पदाधिकारीज्यूहरू, टोल संयोजक ज्यू एवं शिक्षा प्रेमी समाजसेवी अभिभावकज्यूहरू, मेरा प्यारा विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्णमा म र मेरी म्याडमको तर्फबाट सम्पूर्णमा हार्दिक न्यानो अभिवादन टक्राउँछु। सबैले स्वीकार गर्नुहोला। हस्त जय नेपाल चाहिँ स्वीकार्नुहोला। विशेष गरी मेरो सेवा निवृत्त जीवनको शुभकामना दिनको लागि आज यस विद्यालय युवा क्लब आमा समूह टोल संयोजकद्वारा जुन यस विदाई कार्यक्रमको आयोजना गरिएको छ, यसको लागि म मेरो व्यक्तिगत तर्फबाट हृदयदेखि नै आभार कृतज्ञता व्यक्त गर्न चाहन्छु। अवश्य विदाई शब्द नराम्रो हुन्छ। महाकवि लक्ष्मीप्रसाद देवकोटाले आफ्नो शाकुन्तल महाकाव्यमा छोरी विदाई गर्ने क्रममा एउटा कविता लेख्नुभएको थियो। जान्छिन् आज शकुन्तला घर पनि लाग्दो छ चिन्ता अति, प्रीतिका मनमा प्रवाह रहँदा रोकिन्न आँसु रति। आज मेरो लामो समयको यस विद्यालयको सेवाबाट मेरो आफ्नो स्वेच्छाले नभइकन बाध्यता परिवेशको कारणले यस विद्यालयबाट निवृत्त भएर जानुपर्ने अवस्था सिर्जना भएको छ। मैले यस विद्यालयमा शिक्षकको रूपमा सेवारत रहँदा भनिन्छ शिक्षक एउटा यस्तो मैनबत्ती हो जुन आफू जलेर अरूलाई उज्यालो दिन्छ। शिक्षक यस्तो एउटा नाउ हो जसले आफू नदीको वरिपरि किनारमा मात्रै बस्छ, हरेक यात्रीहरूलाई आफ्नो गन्तव्यसम्म पुर्याउँछ। र हिन्दीमा एउटा उखान छ, गुरु गुण बन गए चेला सक्खर बन गए। गुरु गुणको रूपमा मात्रै रहिरह्यो, सँगैको शिक्षकको रूपमा रह्यो, तर दुई गुरुले पढाएका शिष्यहरू सक्खर गुणभन्दा पनि अझ राम्रो चिनी सक्खर बन्न गए। यस्तो पेसामा रहेर लामो समयसम्म यस विद्यालयमा मैले अध्यापन गर्ने अवसर पाएँ र अब रह्यो विद्यालयप्रतिको माया के कस्तो रहन्छ भन्ने सम्बन्धमा मैले सानो एउटा आफ्नो छोटो पारिवारिक कुरा पनि यहाँ गर्न चाहन्छु। मेरो निवृत्त जीवनमा 3टा विकल्पहरू थिए। एउटा विकल्प काठमाडौँ गएर बस्ने, दोस्रो विकल्प भनेको मधेसतिर गएर बस्ने, तेस्रो विकल्प भनेको यही अहिले जहाँ बसिरहेको छु त्यहीँ बस्ने। यसमध्ये मैले तेस्रो विकल्पलाई नै अन्तिम रूप दिएर आफ्नो निर्णय लिएको छु। घर पुरानो छ, त्यही पनि अब यही ठाउँमा नयाँ घर बनाएर
यही वरिपरि समाज सेवाको लागि तत्पर रहनेछु भन्ने यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र मैले पनि केही छैन, यहाँ नजिकैको हजुरहरूको संस्कृति अनुसारको एउटा चियान डाँडो छ, चियान डाँडोमा लगेर डढाए पनि मेरो आफ्नो खुसी हुन्छ। किनभने पानी आउँदा बगेर गएको खरानीले मेरै धरती सिन्चित हुन्छ। त्यसकारण यस विद्यालयप्रतिको माया ममता अधिक रहेको छ। ल मैले भनिहालेँ, म सकुन्जेलसम्म यही क्षेत्रको वरिपरि रहन्छु र म यहाँबाट छोडेर मुस्ताङ जाँदा पनि हरेक वर्ष कमसेकम 1 वर्षमा 7 दिनदेखि यस लामेडाका वरिपरि छरछिमेकमा बिताएर जाने गर्थेँ। र एउटा समाज सेवाको रूपमा मैले एउटा बुल्ला पनि चाहेको छु। सेवानिवृत्त भइसकेपछि रेड क्रस जस्तो गरिमामय संस्था जसले असहायहरूको लागि सहयोग गर्छ, मेरो भावना असहायहरूको सहयोग गर्ने त्यस्तो रहेको छ। म प्रको रूपमा कार्यरत रहँदा जुन थाई शिक्षकहरू भएर आउनु भएको छ, त्यति बेला मेरै रोहबरमा हाजिर हुनुभयो भने उहाँ शिक्षकहरूले पनि मप्रति सदा जीवनभर सम्झना पर्ने एउटा अवस्था सिर्जना हुँदो रहेछ। किनभने म भर्खर सेवानिवृत्त भइसकेपछि पेन्सन पट्टा सुझाउने क्रममा गएँ। त्यहाँ हाजिर भएका रेकर्डहरूमा जुन प्रभाव हुन्छ त्यो यतिवटा सम्झनाको रूपमा रहिरहन्छ। त्यसकारण यति भन्दै र अन्त्यमा एउटा घोषणा पनि गर्न चाहन्छु। यो सरस्वती मन्दिर निर्माणको लागि मैले त्यो व्यवस्था पनि मिलाइसकेको छु। र अर्को एउटा कुरा पनि मैले यहाँ समक्ष, हिन्दीमा बाधा भन्छ, नेपालीमा बाधा भन्छ, र विद्यालयको अक्षरको स्थापना गर्नको लागि हाम्रा श्रद्धेय अध्यक्ष हेमबहादुर गुरुङज्यूले सुरुवात गर्नुभयो। त्यसपछि दोस्रो नम्बरमा मेरो आएको छ। मेरो लक्ष्य भनेको 1 लाख पुर्याउने लक्ष्य हो। अहिले 55,555 रुपियाँ छ। त्यसमा मर्दै पनि मेरी हेरिन्छ, म मर्दै गए पनि यहाँ छोराहरूलाई उहाँ भन्ने हुन्छ। 1 लाख रुपियाँ यस विद्यालयको अक्षयको स्थापना गर्नको लागि मबाट लिने घोषणाका साथ यहाँहरूको समक्ष म बिदा हुन चाहन्छु। हस्, धन्यवाद। जय नेपाल। Dance, please, come on.
तालीले कन्टिन्यू गर्नुहोस् जोरदार तालीका साथ सम्मान व्यक्त गरौँ लाउला दिदीबहिनी सबैजना आउनुहोस् टोल नम्बर 3 को टोल विकास संस्थाको तर्फबाट सम्मान व्यक्त गरिदिनुको लागि टोल विकास संस्थाका अध्यक्ष आदरणीय मामा खेमबहादुर गौरजीलाई अनुरोध गर्दछु।
क्यों हमरा से न झिकिने रुमाल है के त रुमाल त्यसै गरी म शिवशक्ति आमा समूह चाउकनहरूको तर्फबाट पनि सम्मान गर्ने कार्यक्रम रहेको हुँदा शिवशक्ति आमा समूह चाउकनहरूका सम्पूर्ण आमा समूहका प्रतिनिधिहरूलाई त्यसै गरी हाम्रा पूर्व शिव संरक्षकज्यू पूर्व शिक्षकज्यू लगायत अभिभावकज्यूहरू उहाँलाई सम्मान व्यक्त गर्नको लागि आइरहेको जानकारी गराउँदछु। लाटको चेक आउने 8 बजे 7 बजे चाहिन्छ है।
7 यताबाट आइज सँगसँगै यता यता यताबाट आउँदा कक्षा 6 पछि 5 पनि है सँगसँगै 5 पनि जोडिने र सँगसँगै कक्षा 4 पनि ल 4 का भाइ बहिनीहरू पनि आउने लाइसके केटाकेटी ल अब लाइनमा बस्नु लाइनमा फेरि हैन है नमस्ते गर्ने है नमस्ते यो म्याडमलाई लाइनमा बस्दिनु होला पुरो विद्यार्थीहरू बाहिर बाजाको ताल पनि रहेको छ बाहिर एकैछिन नभइदिनु होला है हामी बाजाको ठिक भित्रै बोलाउने छौँ र भित्रै रमाइलो गर्नेछौँ गुरु ब्रह्मा गुरु विष्णु गुरु देव महेश्वर गुरु साक्षात् परब्रह्म तस्मै श्री गुरुवे नमः सम्पूर्ण पूर्व विद्यार्थीहरूको तर्फबाट हाम्रा गुरु चन्द्रबहादुर रेग्मी सरलाई सम्मान गर्ने कार्यक्रम रहेको छ खाडी मुलुक लगायत युरोपियन कन्ट्री लगायतका देशहरूबाट सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट उहाँको सेवानिवृत्त जीवन सुखमय बितोस् भनेर हामीलाई शुभकामना सुनाइदिनु भनेर जानकारी गराउनु भएको थियो सम्पूर्ण विद्यार्थीहरूको तर्फबाट उहाँको बाँकी जीवन सुखद रहोस् भन्दै हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छौँ र यो छोटो समयको कारणले गर्दा पूर्ण विद्यार्थीहरू सम्पूर्ण यति बेला नेपाली पञ्चे बाजा नेपाली माध्यमिक विद्यालयको प्राङ्गणमा बजिरहेको छ यो विशेष अवसर अमरज्योति माध्यमिक विद्यालयका विज्ञान शिक्षक आदरणीय अनिवार्य अवकाशको सन्दर्भमा जुटिरहेको छ यति बेला सम्पूर्ण पूर्व विद्यार्थीहरू निवर्तमान विद्यार्थीहरू र हाल अन्य गर्दै गरेका विद्यार्थीहरू
छ।